यो चाहिँ हिजो मैले ल्याएको अम्बक है, कस्तो छ हेर्नु है। तर यो चाहिँ ठुल्ठुलो पनि थियो, मैले ठुल्ठुलो नछानेर चाहिँ सानो सानो ल्याएको। ठुलो पनि छ एउटा, कस्तो रहेछ ल, मिठो छ कि छैन। साथीले त मिठो छ भने क्या, मलाई फेरि त्यति पाकेको अम्बक मन पर्दैन, काँचो काँचो मनपर्छ हो के भन्नुहोस् त। तर एउटा यो ठुलो खालको पाउँछ नि, त्यसमै थियो यो अम्बक पनि। पहिला पहिला घरमा त पुरा हुन्थ्यो, अहिले त किनेर खानुपर्छ है साथीहरू, किनेर खानुपर्छ। दिनकाल कस्तो आयो, खेतीबाडी नि मान्छेले गर्न छोडे, गाउँ बस्तीमा नि त आजकल कम्ती गर्छ। पहिला पहिला हामीहरूकोमा यो अम्बकहरू त अहिले पनि छ, अम्बकहरू त यत्रो यत्रो छ अहिले। कस्तो मिठो अम्बक छ हाम्रो घरमा। पहिला पहिला चाहिँ सानो अम्बक क्या, यत्रो यत्रो छ, तर दामी दामी अम्बक छ। हेरौँ यो पनि कस्तो छ, मिठो छ कि छैन। यस्तो रहेछ, भित्र त दामी रहेछ, खाँदाखेरि कस्तो छ। अम्बक नि खानु भन्छ नि। मैले चाहिँ बोक्रा फ्याँकिनँ, त्यति कम्ती कम्ती जो जो बिग्रेको थियो त्यसको मात्रै बोक्रा फ्याँकिदिएँ। मलाई बोक्रा फ्याँकेको जिनिस चाहिँ मन पर्दैन, बोक्रा नफ्याँकी चाहिँ मलाई पुरा मनपर्छ। अन्त हेर्नुहोस् मेरो अम्बक। अब चाहिँ म चाहिँ खाएँ, टेस्ट गरेँ कस्तो रहेछ होला। दामी गुलियो। त्यो ठुलो अम्बकबाट मैले सानो सानो छानेर ल्याएको नि त। नुनहरू लगाएर खाउँदाखेरि चाहिँ अन्त मैले चाहिँ एक साइडबाट मात्रै खाएको छु, यताको चाहिँ दाँत दुखिरहेको थियो, मलाई किराले खाएको। दाँत हल्दिरहेको थियो नि त, यता किराले खाएको थिएँ। तर एक साइडबाट मात्रै खाएको, एक साइडबाट खाँदा त टेस्ट लाग्दो रहेछ नि। तर गुलियो चाहिँ गुलियो दामी। ह्याप्पी मन्डे छ सबैजनालाई। हावा क्या मिठो आइरहेछ, पानी चाहिँ पर्छ तर हावा चाहिँ दामी आइरहेछ, बाहिर बस्नको लागि चाहिँ दामी 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 छ। अन्त गुड मर्निङ छ सबैजनालाई, ह्याप्पी मर्निङ छ सबैजनाले। के गर्दै हुनुहुन्छ तपाईँहरू? तपाईँहरूकोतिर नि पानी पऱ्यो होला नि त राति, हाम्रो जस्तै पानी पर्दा चाहिँ शीतल हुन्छ, घाम लाग्दा चाहिँ बस्नु सक्दैन साथी। यहाँ चाहिँ हाम्रो यहाँ चाहिँ अन्त अहिले चाहिँ शीतल भइरहेछ हावा।